बिहान हेलिकप्टर फन्को लगाइरहे। मध्यरातसम्म तिनले आकाश छोडेनन्। हेलिकप्टरले छरेको उज्यालो वनपाखा झलमल्ल हुन्थे। त्यो चरको उज्यालो बेला बेला हामी लुकेको झुप्रोमा समेत पर्थ्यो। हामी थप भित्तातिर च्यापिन्थ्यौँ। एक कुनामा ज्वाला शशीको मृत्युमा वर्षिँदै थामिँदै गरिरहेको थियो। जीवन निराश देखिन्थ्यो, तर निराशको तुलनामा ऐतिहासिक जितको उत्साह पनि थियो उसमा। न्यून बलिदानीमा जिल्लाको सदरमुकाम कब्जाको प्रसङ्ग घरिघरि उठ्थ्यो। त्यसबेला म ज्वालातिर हेर्थेँ। उसलाई पक्कै त्यो बलिदानी न्यून थिएन। उसको आँसुले भन्थ्यो त्यो उसको जीवनकै सर्वोत्तम ठुलो बलिदानी हो। म त्यो भयङ्कर युद्धबीच आफैलाई जिउँदो पाउँदा अनौठो मानिरहेको थिएँ। युद्ध उपरान्त मलाई बन्दक बनाउने शशी र म एउटै कोठामा थियौँ। म सास फेरिरहेको थिएँ र कमान्डर शशी साहसविहीन जस्तै थियो। कयौँ युद्धको अनुभवी ऊ दयनीय मृत्यु मर्यो। हतियार र खेलौनाको भेउ नपाउने मैले युद्धको समय छिचोलेँ। मैले सामान्य चोटपटक समेत खेप्नु परेन। अहो, मृत्यु भन्ने जिनिस समेत कसो ठट्टा गर्दो रहेछ। दुवै हेलिकप्टर बङ्गलसेनमा सुस्ताएपछि हामी हिँड्ने बाटोमा योजना बन्यो। जीवनका अनुसार खतरा कायमै थियो। सेनाको गस्ती जुनसुकै बेला जहाँ पनि आइपुग्न सक्थ्यो र हेलिकप्टर फेरि उज्यालो छर्दै वनपखा चाहन सक्थ्यो। जीवनको अनुभवको विकल्प थिएन। योभन्दा 10 गुणा खतरा बिहानीसँगै उदाउनेछ। भोकाएका आदमखोरहरू गाउँ पस्नेछन् र घरको तलासी लिनेछन्। शशीको शरीरलाई ठेगान लगाएर अघि बढ्ने योजनामा ज्वाला सहमत थिएन। ज्वालाको भावुकता अलग्गै थियो। कमरेड शशीलाई म बोक्न चाहन्छु, जीवनले बुझाउन खोज्यो। शशी कमरेडको वीरगति इतिहासमा अमर भइसक्यो। यो सिर्फ शरीर हो कमरेड। यो शरीरभित्रको शशी कमरेड अलग भइसक्नु भयो। कमरेड जोगिएर आत्मशरीरमा फर्किन्छ कि भन्ने भ्रम मलाई छैन। यद्यपि यतै गाड्नलाई मनले मानिरहेको छैन। सकुन्जेल यो शरीर बोक्छु र मेरो हिँडाइको गतिमा कमी हुन दिन्न। ऐतिहासिक जितका खातिर प्लिज मलाई नरोक्नुहोस्। जीवनको मौन सहमतिसँगै सबैजना हतार निस्क्यौँ। जीवनले नबुझे पनि ज्वालाको भावना म बुझ्न सक्थेँ। मैले पनि मेरी उर्मिलाको शरीर छाड्न चाहेको थिइनँ। शरीर चिसो भइसक्दा समेत च्यापिरहन चाहन्थेँ। त्यही ज्वाला त थियो मेरी उर्मिलालाई उठाएर कतै अल्पत्र गाडिदिने। ज्वालाले शशीको शरीर एक तमासले बोकिरहँदा मलाई एक मितको सम्झना भयो, जहाँ देवादिदेव महादेवले आफ्नै प्रियतमा सतीदेवीको लास कुहिएर नसकिँदासम्म पृथ्वीको फन्को लगाएका थिए। महादेवको मनले पनि सतीदेवीको शरीर छाड्न मानेको थिएन होला। चाहे देवता हुन् या दानव, बगैँचा होस् या आणविक पट्टी, प्रेमको उस्तै अनुहार देखिँदो रहेछ। प्रेम हुन्छ नै खास मायावी। पहाडको छातीमा पैदलले खोपेको बाटो हिँड्दै गयौँ। आराम नगरी थुप्रै खोल्साखोल्सी कुना कन्दरा छिचल्यौँ। ज्वाला मौन थियो। शशीको शरीर बोक्दा समेत उसको हिँडाइमा कमी आएन। बिहानको त्यस्तै 4 बजेको हुँदो हामी कैलाश खोलाको किनारमा झऱ्यौँ। कैलाशको कलकलसँगै हिँड्यौँ किनारै किनार। गजडको सानो बस्ती पुगेपछि ज्वालाले अप्रत्याशित आग्रह गर्यो, जीवन कमरेड, यही खोलामा अमर शहीदलाई दागबत्ती दिन चाहन्छु। जीवन समेत हतारिएको थियो। उसले तुरुन्तै आदेश दियो, केही मानिसलाई बिउजाउनुहोस्, 5 मिनटमा चिता तयार हुनुपर्छ। सबैका छापामारहरू घरको ढोका ढकढकाउन थाले। जीवनले बाटोसँगैको एक घरबाट केही दाउरा उठाएर खोलातिर मोडियो। उसको पछि म लागेँ। मेरो पछि ज्वाला दौडियो। कैलाशमा धेरै पानी नबग्दै 15 जना स्थानीय जम्मा भए। उनीहरूले ल्याएको दाउरा र मोटे तेलको जर्किन लास पोल्नलाई काफी थियो। चिता तयार हुन समय लागेन। त्यतिन्जेल ज्वालाले मृत शरीरलाई काँधमा नै राखिरह्यो। चिता बनेसँगै ज्वालाले लासलाई सुस्तरी चितामा राख्यो। कुनै नाजुक वस्तु राखेछ र जीवनले लकत्तै मोटेतेल छर्कियो। हामीसँगैको एक छापामारले ज्वालाको हातमा चिराग बालेर दिन भ्याइहाल्यो। ढिलो नगरी ज्वालाले चितोमा आगो जोस्यो। चिता धन्किँदै गर्दा ज्वालाले दाँत कस्यो, लामो सास फ्याँक्यो। म पक्का थिएँ जतिसुकै लामो सास फ्याँक्योस् हृदयबाट पीडा फ्याँक्न सक्ने छैन। जति नै जोरले दाँत कस्योस् पीडा च्यापिएर खिइने छैन। चिता राम्ररी सल्किएपछि हामी कैलाश खोलाको किनारै उभो लाग्यौँ। सूर्योदयसँगै हाम्रा पाइला एक विकट गाउँमा सुस्ताए, रामारोसन। जीवनले थकाइ मार्दै ढुक्क हुन सङ्केत गर्यो। अछामको सबैभन्दा सुरक्षित गाउँ यही हो। माहौल शान्त नभएसम्म हामी यहीँ बस्छौँ। पछिल्लो दिन बिहानको खाना खाँदै थियौँ। एक्कासी कसैले 2 पटक लामो सिटी फुक्यो। सुइय। सेनाको गस्ती आइरहेको सुराग रहेछ। रामारोसनमा सेल्टर लिएका छापामार हतारिँदै रामारोसनको लेकतर्फ कुदे। सेनाको फौज गाउँमा पुग्नु अभागै 24-25 जनाको टोली रामारोसनको लेक पुगिसकेको थियो। म पनि छापामारसँगै थिएँ। मङ्गलसेन युद्धको जितपछि उनीहरू साथी जस्ता भइसकेका थिए। हामी लेकमा नै लुकिराख्यौँ। दिउँसोपख गाउँतिरको आकाशमा धुवाँ मडारिएको देखियो। त्यसको 1-1.5 घन्टापछि 2 पटक गोलीको मसिनो आवाज समेत सुनियो। गाउँमा गडबड भएको जो कोहीले अनुमान लगाउन सक्थ्यो, तर के भएको हुनसक्छ सबैलाई कौतूहलता थियो। कमान्डर जीवन सेना लेकतिर नबढ्नेमा ढुक्क थियो।
यद्यपि छापामारका अनुहारमा डरको छाया देखिन्थ्यो। रातको 8 बजे कसैले बेसीबाट 4 पटक सिटी बजायो। उक्त सङ्गीतपछि मात्रै हामी ओह्रालो ओर्ल्यौँ। केही मिनटको ओह्रालोपछि सिटी बजाउनेले सुराकीको हुलमा मिसियो। बामपुड्के सुराकी चुरोटको सर्को तान्दै दिउँसोको घटना ब्रिफिङ गर्न थाल्यो। जीवन गम्भीर गद्दारहरूले 4वटा घर जलाए अनि तल्ला घरकी मालतीलाई मेजरले 3 घन्टा उसकै कोठामा थुनेर बयान लियो। त्यो गिद्धले मालतीलाई सुराकीले वाक्यलाई अपुरो नै छाडिदियो। तर उसले भन्न नसकेको भाव सबैले बुझे। सुराकीले मालतीको कुरालाई थाती राखेर अर्को घटना थप्यो। टिमुरे बाजे र भद्र काकालाई गिरफ्तार गरेर लगे। गोलीको आवाज त आयो, अवस्था के कसो भयो बुझ्न अझै बाँकी छ। जीवनले सान्त्वना दियो, यो सबैको हिसाब अर्को ब्यारे घान्दा गर्नेछौँ। छापामारको टोली गाउँ पुगे बित्तिकै गाउँलेहरू वरपर झुम्मिन थाले। गाउँलेले सेनाको बारे गुनासो पोखे। जीवनले बेला बेला भनेर यसको हिसाब किताब राख्नेछौँ। छापामारसँगै स्थानीयको हुल ओह्रालो डोरियो। त्यो भिड एक घरको आँगनमा मोडियो। त्यहाँ पहिल्यै केही मानिसहरू भेला भएका थिए। आँगनभरि लालटेन र टर्चको उज्यालो थियो। 2वटा रक्ताम्य शरीर थिए आँगनमा। शरीरको छेउमा बसेका एक वृद्ध छाती पिट्दै रोइरहेकी थिए। अन्य केही महिला रक्ताम्य शरीरकै वरपर बसेर आँसु पुछिरहेका देखिन्थे। छाती पिटिरहेकी वृद्धाले राजकीय सेनालाई सरापिरहेकी थिए। माओवादीले 3को भुटी गरून्, खरानी बनाइदिउन्। त्यो देखेर हर कोही दुविधामा पर्थ्यो। को सही, को गलत, के ठिक, के बेठिक, को राक्षस, को देवता। भिडबाट अलग्गिएर एक युवती जीवन कमरेडको अघि उभि जोसिलो आग्रह गरी, कमरेड, म जनयुद्धमा होमिन चाहन्छु। सुरुमा जीवनले सम्झाउन खोज्यो, मालती कमरेड, एकछिनको आक्रोश हो भने शान्त हुनुहोस्। जनयुद्ध आवेगको निर्णय होइन, ऊ मालती रहेछ जसलाई मेजरले दिउँसो बलात्कार गरेको थियो। मैले मालतीलाई राम्ररी निहालेँ। उसको गलामा नङले कोतरिएको दाग थियो। देब्रे निधारको घाउमा आलो रगत देखिन्थ्यो। उसले जिरिङ्ग कपाल सम्याएकी थिइन र उसका आँखामा बदलाको आगो दन्किरहेको थियो। मालतीले गलाका नसा फुलाउँदै सुनाई, कैयौँ चेलीको रक्षाका लागि दलाल शोषक शासकका विरुद्ध म पनि बन्दुक बोक्न सक्छु। त्यसपछि जीवनले उसलाई रातो अबिर लगाइदियो र क्रान्तिमा स्वागत गर्यो। लगत्तै त्यहाँ अर्को स्वर उठ्यो, म पनि बन्दुक बोक्छु। त्यो भन्ने केटो 12-13 वर्षको हुँदो। जीवनले केटोलाई सम्झायो, 16 वर्ष पुगेपछि मात्रै हामी लिन्छौँ। फुच्चे मालतीको भाइ रहेछ। उसले उही रटान लगाए, मेरी दिदीको बलात्कारको बदला म लिन्छु। त्यहीँको टाउको म काट्छु। जीवनले केही मिनट उसलाई फकाउन खोज्यो, तर उसको जिद्दीले छोडेन। निकै चर्को कुरा गरेर, कमरेड, दुश्मनलाई काट्न उमेर चाहिँदैन, हतियारमा गतिलो धार भए पुग्छ। जीवनले सशर्त उसलाई पनि रातो टिक्क लगायो। योग्य नहुन्जेल बन्दुक समाउन पाउने छैन। त्यो समय मालती र त्यस केटाको आँखामा एकनासको आक्रोश थियो। बदला, बदला र फेरि पनि बदला। पछिल्लो मध्यरात जीवन लगायतको टोली हिँडिसकेको रहेछ। त्यसको सुईको कसैलाई दिइएन। बिहान उठ्दा मात्रै थाहा भयो म स्थानीय छापामार झलकको जिम्मा लगाइएको रहेछु। त्यो खबर झलकले भनेपछि मात्रै थाहा पाएको थियो। थाहा थिएन उसलाई मेरा उपर के आदेश दिएको छ, छाड्न वा मार्न। यति चाहिँ पक्का थियो, जे हुनेछ छिट्टै हुनेछ। दिन प्रतिदिन रामरो सनसम्म थुप्रै हल्ला पुगिरहन्थे। मङ्गलसेनको घर घरमा सेना पस्यो। एकजना डिएसपी नबाचेको भयो, सयौँ मङ्गलसेनवासी भुटिन्थे। शरीर चिन्न नसकेर परिवारले आफ्नो शव बुझेका छैनन्। मङ्गलसेन 3 दिनसम्म धुवामा हराइरह्यो। सेनाले जलाएका घरको खबर, बलात्कारका घटना, निर्दोषलाई हिरासतमा लिएका कुरा, बटुवालाई यत्तिकै गोली ठोकेको समाचार, तमाम खबर निकै सामान्य किसिमले फिर्थे। यस्ता खबरले मलाई सरकारी सेनाको डर लाग्न थालेको थियो। सरकारी सेना लाइसेन्सधारी तुफान रहेछ, जो बस्तीमा छिरेर घरका पाखा उडाउँछ र जीवनका भित्ता भत्काउँछ। 7 दिन भएको हुँदो एका बिहानै झलकले अप्रत्याशित प्रश्न गर्यो, एक्लै फर्केर सक्नुहुन्छ त बबनजी? सेना मेनाको सोधपुछ सम्हाल्न सक्नुहुन्छ? एकैछिन धसङ्ग भए। अप्रत्याशित खुसीले पनि मानिसलाई झस्काउँदो रहेछ। त्यो खुसीको खबर मात्रै थिएन, मुक्तिको खबर थियो। बोल्नलाई जिब्रो आएन। टाउको हल्लाएर सक्छु इसारा गरे। त्यसो भए तपाईँ जतिखेर पनि जान सक्नुहुन्छ। जानु अघि खबर गर्नुहोला। हतारिँदै सोधे, अहिले नै जान सक्छु? उसले टाउको हल्लाएर सक्नुहुन्छ। त्यसो भए अहिले जान्छु। खासमा म भित्र डर थियो। त्यो प्रहर बदलिन सक्छ, झलकको मन फेरिन सक्छ। मैले कैयौँ पटक समय अदल बदल भएको आफ्नै आँखाले देखेको थिएँ। म चाहन्नथेँ मेरो मुक्ति तलको माथि होस्। उसले साफेसम्मको नक्सा सम्झाउने कोसिस गर्यो। त्यहाँबाट तराईका लागि गाडी पाइने रहेछ। नक्सा आधाउधी बुझे पनि प्रष्ट भइसकेको थिइनँ। यद्यपि म हिँड्न तम तयार बने। मलाई त त्यहाँबाट बग्नु थियो, निकास पाउनु थियो। छुट्टिँदै गर्दा झलकले बाटो खर्च थमायो। के कति रकम थियो त्यत्तिकै गोजीमा राखेँ। पिन्जाडाबाट फुत्किएको चरा समान ओह्रालो हानिए। मेरा पाइला औषधभन्दा चाँडो लम्किएका थिए।
कैलाश खोलाको किनार पुगेपछि पानी बगे चाहिँ दिशातिर बग्दै गए। ममा डरलाग्दो कामना उदायो, मेरी उर्मिला र प्रहलाद बाँचेकै हुन्। मनको आफ्नै फजुल तर्क थियो, आखिर चियान पनि त भेटिएको छैन। आज मैले तपाईँहरूको बिचमा एउटा ऐतिहासिक कृति पैठनको 21 भाग पढेर सुनाएँ। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ। यदि तपाईँलाई मन पर्यो भने फेरि पनि अरू भागहरू पढेर सुनाउने जमत